माई नगरपालिका वडा नम्बर 8 र 2 को सङ्गम स्थल यो कन्काई नदीको आवत जावत गर्नको लागि बनाइएको यो फड्के पुलको दृश्य। ल यो फड्के पुल केही दिन अगाडि मात्रै बनाइएको। यो बनाउने जति पनि श्रम दानमा खट्नुहुने युवा युवती आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा धेरै धेरै धन्यवाद है। ल यसरी सहज गर्नको लागि बनाउनु भएको रहेछ। तपाईहरुलाई हार्दिक आभार प्रकट गर्दछु म। ल यस्तो छ यो माई नदी। आजभन्दा 5 वर्ष अगाडि अथवा 6-7 वर्ष अगाडि नाउबाट आवत जावत गर्नु पर्थ्यो। अनि यसरी नै हिउँदो समयमा चाहिँ फड्के पुल बनाइन्थ्यो र अहिले फेरि बनाइएको रहेछ। ल उहाँहरूलाई धेरै धेरै धन्यवाद। यो चाहिँ बर्खामा चाहिँ फेरि वार पार आउँछ नि, कत्रो आउँछ भने यो हेर्दाखेरि यति सानो छ, तर बर्खामा चाहिँ एकदमै अप्रत्याशिलो तरिकाले यो बाढी आउँछ। यो माई खोला नदी यस्तो छ।